एभ्रीवान ह्याप्पी न्यू इयर अल अफ यू। अनि हजुरहरूको के छ? हाम्रो त एकदम सन्चै छ। अनि हामी चाहिँ आज म चाहिँ बाटोमा भ्लग स्टार्ट गर्दैछु। अनि हामी चाहिँ डेङक्रिडेङ कुद्दैछौँ। अनि आज न्यू इयरमा चाहिँ हामी चखेवा जानु आँटेको डुल्नु भनेर। अनि तल मेन रोडमा चाहिँ उहाँ दाजुले रुङ्नु भएको छ गाडीमा, अघि अघि गएर कराउनु हुँदैछ, करा गर्नु हुँदैछ छिट्टो भनेर हामी ढिलो भएर कुद्दैछौँ। अनि यता अगाडितिर नि कुद्नु हुँदैछ। हामी जाने डाँडा यता देखिँदैछ। मौसम पनि अहिलेसम्म राम्रै छ। अनि मौसम अब हेरौँ भरे चाहिँ कस्तो हुन्छ। अहिले चाहिँ राम्रो छ। अब भरे चखिया पुगेपछि हेरौँ है त। यता एक टिम हुनुहुन्छ, यता हाम्रो गाडीवालाले कराउनु हुँदैछ, हामी चाहिँ चढ्दैछौँ। हेलो बेबी। हामी चाहिँ लाग्यो अब टुटु हाम्रो जाने टिम त अझै छ त पर पनि। अगाडि हेर्नु लाउनु पर्छ। यहाँ पनि हुनुहुन्छ जाने मान्छेहरू। तीनटा बाइकमा तीनजना आउनुहुँदैछ। जम्मा 6 जना हुन्छ। अन्नपूर्ण आइपुग्यो होइन। अन्नपूर्ण हामी अन्नपूर्णमा आइपुग्यो। जान्छ अगाडि भन हेलो भन्दा लागेको रहेछ त यता। आम्मा कति मिठो मिठो सागसब्जीहरू। वाह आज हटिया हो के हो? ए कस्तो राम्रो भ्यू देखिएको। होमस्टे छ। हामी चाहिँ होमस्टे छोडेर यता अगाडि जाँदैछौँ। माइनस भन आज हाम्रो दाजुको गाडीले चाहिँ तान्दै छैन अरे। मनाउनु मान्छेहरू त कति हो कति गाडीहरू हिँडेको राम्रो देख्यो। न्यू इयरमा मान्छे हेर्नुहोस्, मान्छे मान्छेहरू त कति हो कति। नेपालको झन्डा
त चखेवा कस्तो चिसो रहेछ है नेपालको झट्टा मान्छे त कति हो चखेवा डाँडा यस्तो छ डाँडा डाँडा चखेवा डाँडा आइपुग्यौँ यस्तो छ मान्छे धेरै छ यता डाँडा उता पनि छ अनि यहाँ अलिक चिसो चिसो हावा छ स्वेटर लाउँदैछ अब यतापट्टि जानुपर्छ हामी यता खोइ हाम्रो हाम्रो टोलीहरू त आइपुगेन त कता भइरहेहरू हामी उता जाने होइन उतापट्टि जाने जता भए पनि जाऊँ न फेरि अर्को पार्क जाने भइमै अब फेरि चढेर जाने अर्को पार्क अब यहाँ क्यान्सल भयो होइन सुन पार्क जाने हो यहाँ क्यान्सल भयो भरेतिर यता डाँडा काँडा जानुपर्छ उता मान्छे छ पार्क यहाँदेखि धेरै टाढो छ कहाँ टिपेको स्ट्रबेरी खोइ देखाउ त खाने बेला भएको छ र यत्रो नि स्ट्रबेरी खोइ देखाउ त बुबु यहाँ स्ट्रबेरी खाने बेलै भएको छैन काँचै छ उकालो चढ्छौँ है अब यस्तो राम्रो बाटो चढ्नु कहिले पाउने हेलो हाम्रो नानाहरू चाहिँ हिँड्नुहुँदैछ अनि उकालो चाहिँ यस्तो छ है अनि त्यहाँ पुग्नु पर्ने हामी हेलो हेलो क्युटी पाईहरू हेलो गरिदेऊ यता श्रेया पनि ह्याप्पी न्यू इयर अनि हाम्रो भ्रमण चाहिँ कस्तो भइरहेछ त गाईचाला अरूहरू चाहिँ तल खानु हुँदैछ है अनि हामी चाहिँ अब हिँडेको दिदी कस्तो छ तपाईँलाई कस्तो लागिरहेछ आज आज कस्तो लागिरहेछ हो र तर यो डाँडाहरू एकदमै राम्रो छ आज हाम्रो टिमहरू कता गयो थाहा छैन है अनि तपाईँ हामी चाहिँ यहाँ हिँड्दैछौँ हाम्रो चाहिँ यहाँ पार्कमा डुलिसक्यो पार्क पिङ पनि खेलिसक्यौँ अब जानुपर्छ होला यता तलतिर जानुपर्ने छ हाम्रो बाटो चाहिँ यता हो यस्तो छ पार्क चाहिँ आन्टीले दरो दिनुभयो सरारा मास्तिर मान्छेहरू टन्नै छ भर्खर आउनुहुँदैछ है ओ के अरे हेलो भनिदिनु न अब यहाँ तपाईँहरू चाहिँ कहाँ हराउनु भयो कहाँ भर्खर आउनुहुँदैछ अब यता फोटो खिच्नुपर्छ अनि जानुपर्छ फोटो खिच्ने कार्यक्रम हुँदैछ है पुरै फोटो खिच्ने काम हुँदैछ यता पिङ खेल्ने काम हुँदैछ लाग्यो अब ओह्रालो यतातिर पनि लाग्नु हुँदैछ यता गीत गाउनु हुँदैछ दाजुले बेबी हेलो भन्दैनौ न हेलो हामी चाहिँ अब ओह्रालो यता ओह्रालो जाएर उपरतिर जानुपर्ने छ ओह्रालो छ यस्तो धेरै नै छ हाम्रो टोलीहरू है टन्नै सुम त हो कतिजना अन्त नि यता पनि छ दुईजना भाइहरू नातिनीहरू भाइ चाहिँ लाजले आज किन लास्टै लजाउनु हुँदैछ यता चाहिँ डस्टबिन रहेछ है यही पुरै फ्याँक्ने यस्तो छ हजुर उहाँ चाहिँ हाम्रो सबिन भाइ अरे लास्टै लजाउनु हुँदैछ लजावती झार जस्तै यहाँ घोडा पनि देखिँदैछ त हौ कसको हो यो नि चढ्नु छोडिदिएको होला ए कति मजा नि झर्दैछौँ हामी ओह्रालो हो र भाइ त्यस्तै छ नि त राम्रो छ यताबाट छिरेर यता 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 आउँदैछौँ यता तलतिर केही कार्यक्रम छ अरे ए बेबी यहाँ त कार्यक्रम त के हेर्नु
अल्छी पो लाग्छ होटलहरु त तल पो रहेछ त दामी तलतिर जानु तल अनि के खाजा खान जानु के गर्नु जानु तल हामी चाहिँ यता छ कार्यक्रम छ यता गर्दैछौँ कार्यक्रममा मान्छेहरू टन्नै हुनुहुन्छ तल अब यता जाँदैछौँ हामी यस्तो मान्छे झन्डाहरू क्या दामी छ यहाँ चिप्लो छ है सक्यो है सक्यो दामी बसिसक्नुभयो के जोखना हेर्नु यो मुद्दुम पदमार्ग कस्तो छ के हुन्छ अनि यहाँको स्थानीय सम्पूर्ण नेपालीहरूको के हुन्छ हेरिदिनु पर्यो हुन्छ हस् ल धन्यवाद हाम्रो नागछुङज्यूलाई यहाँ चाहिँ श्रेया मेरो छोरी खाजा खाने रे खुवाउने हामी चाहिँ खाजा मोमो त पाक्दैछ मोमो बेल्नु हुँदैछ मोमो यो मैदाको यो फापरको हो यो चाहिँ एकदम अर्ग्यानिक भनेर यहाँ चाहिँ पकाउनु भएको रहेछ यहाँ पुरै बेल्नु हुँदैछ कस्तो मजाले यहाँ टप्परीमा क्या मोमो यो चाहिँ फापरको मोमो अरे खाइदिउँ म चाहिँ फापरको मोमो खाँदैछु है त फापरको मोमो मिठो रहेछ कस्तो राम्रोसँगले यिनीहरू सजाएर राख्नु भएको रहेछ पेरुङ्गोमा माछा यो तोरीको तेल होला माछा उयो चाहिँ ढाकर होला पल्लो चाहिँ यो चाहिँ पहाड छ यो चाहिँ एकदम राम्रो हुन्छ है खानुलाई मजाले रोस्ट गरेर यो त ढाकरको होला त हामी चाहिँ यहाँ फर्किने कार्यक्रम हेरेर यहाँ कार्यक्रम चाहिँ मुन्दुम ट्रायलको कार्यक्रम गऱ्यौँ अब टक्क यता माथि जाँदैछौँ अब हामी घर लाग्छौँ होला है हामी चाहिँ अब हिँडेको
घरतिर लाग्छौँ घरतिर गएर खाजा खान्छौँ श्रेयहरूलाई चाहिँ भोक लाग्यो भनेर मोमो किनिदिएको महँगो 150 रुपियाँ प्लेट अब हाम्रो टिचर त पछाडि छ पछाडि अब हामी चाहिँ जान्छौँ बल्ल बल्ल चौखियाबाट आयो है अब यहाँ खाजा खान्छौँ खाजा उता महँगो छ नि हामी चाहिँ यहाँ खानु भनेर यहाँ कुकुर भुकेको छ ओ तँ किन भुकेको त फोनले फोटो खिचिदिन्छ फोटो तँलाई के चाहियो अनुहार पनि नापिएको तेरो उठिदिन्छ नि फुलहरू पनि कति राम्रो राम्रो छ नाच खाजा खानु चाहिँ खाजा है करेन्ट अन्डा दिदी मिठो छ मिठो छ मिर्ची हाल्छ हामी चाहिँ न्यु इयर मनाइएर पनि आइयो अब यहाँ रोडमा आइपुग्यो अब उकालो जानुपर्ने हुन्छ यहाँ परबाट अनि पानी पर्नु आँटिसक्यो कालो छ पानी पर्छ जस्तो छ जनताहरू आउनुहोस् सुहाना कस्तो भयो रमाइलो लाग्यो ए ल यति भन्दै मेरो ब्लग यहीँ गर्न चाहन्छु बाई 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 बाई